ल आमा अब परदेश लाग्यो। बाबु अब तिमी घर छोडी जाँदैछौ। म बुढेसकालको सहारा, बुढेसकालमा लाठी सहारा भनेको छोरो तिमी घर छोडी जाँदैछौ। अब तिमी आउन्जेल मेरो कस्तो हुने हो गति। तिमी आएर तिमीले भेट्दैनौ बाबु। अब त्यस्तो बोल्नु हुँदैन नि आमा, यस्तो बोल्नु हुँदैन। हेर्नुहोस् कसैको पनि टुङ्गो हुँदैन जिन्दगीको। यसो नबोल्नुहोस् है, यसरी बोल्नु हुँदैन। बुझ्नुभयो नि? मनलाई डर बनाएर बस्नु, छोरो आइहाल्छ नि, फर्केर आउँछ। आफ्नो ख्याल राख्नु, बुहारीलाई पनि माया दिनु, बुहारीको पनि ख्याल राख्नु, तिमीले पनि आमाको धेरै ख्याल राख्नु है। भइहाल्छ नि, म राखिहाल्छु नि आमा ख्याल। अनि अब मेरो आमा त हुन्छ लु, तर पनि प्यारा छिटै फर्केर आउनु है। म तपाईँको मुना, तपाईँ मेरो मदन ल है। म त्यो बाटो पुऱ्याइराख्ने छु। हुन्छ, छोराछोरीको पनि धेरै याद गर्नु है, ख्याल गर्नु। अनि आमा यो म लगाइदिन्छु। आमा लगाइदिनु त लु। आमा सुन्नुहोस् है, अहिले चुनावको माहौलमा अब छोरा विदेश जाँदैछ। यति कुरा विचार गर्नुहोस्, देशलाई परिवर्तन चाहिएको छ। तपाईँको छोरो फेरि फर्केर आउँछ, तर यसपालि भोट चाहिँ परिवर्तनको लागि, बुझ्नुभयो नि? यसपालि जय घन्टी भनेर हजुरले घन्टीलाई भोट दिने, तिमी पनि है त। अब देशमै रोजगार भयो भने म आएर देशमा केही गरिहाल्छु नि। तिमी भन्छौ भने तिमीले भनेको छोराले भनेको नमान्ने होला त म छोराले भनेको मान्छु, घन्टीमै दिन्छु। ढुक्क पर तिमी। ल हुन्छ आमा, यसपालि परिवर्तन भयो भने तपाईँको छोरो घर आउँछ, सधैँ तपाईँसँगै बस्छ है त। ल म पनि हजुरले भनेकै मान्छु। ल हामी सासूबारी मिलेर बस्छ मान्नु ल। राम्रो छोराछोरीको ख्याल विचार गर्नु है। यात्रा शुभ यात्रा बाबु, आफ्नो जिउको ख्याल राख है। शुभ यात्रा। आमा हुन्छ, मेरो चिन्ता। देश बिग्रियो छोरो फर्केन भन्छौ कि छोरो बिग्रियो देश फर्केन भन्छौ? बा यसपालि भोट नबिगार्नु। देश पनि भन्छ, छोरो पनि फर्किन्छ।